नमस्ते कान्छा, नमस्ते। कहाँ जानु लाग्यो अहिले? म रुम जान लागि साथीलाई। एउटा कुरा सोध्नु मन लागिरहेको थियो तपाईँलाई यार। भन्नुहोस्, सोध्नुहोस् न। साँच्चै सही जवाब दिनु ल। ल, कति भयो तपाईँ साइप्रस आएको? 1 वर्ष हुन आँट्यो अब कम्प्लिट। अनि के सिक्नु भयो त 1 वर्षमा? तपाईँलाई कस्तो लाग्यो यता साइप्रस आएर? के भन्न चाहनुहुन्छ 1 वर्षमा कस्तो हुने रहेछ त? धेरै कुराहरू सिक्यो। जस्तै जस्तै कि सर्टकटमा एकदम भनिदिनु न, यस्तो यस्तो भयो भनेर। कामको बारेमा त अब धेरै कुराहरू सिकियो। यो काम कस्तो खालको भनौँ, सुसीदेखि लिएर महिनामा लोकोमादिस, सलाद, सबै पेन काम नेपालबाट आउँदा यो काम गर्न जाने हो भनेर भन्छ, अनि यहाँ आएपछि चाहिँ त्यही काम नहुने रहेछ कि कस्तो? हुँदैन। त्यो उनीहरूले त्यस्तो जहाँ जरुरत पर्यो त्यहीँ हालिदिन्छ। हुँदैन रहेछ त्यस्तो। जो हिसाबले प्रिपेरेसन आफू भएर माइन्डसेट भएर आइया हुन्छ। अब जुन काम आफूले जानेको हुन्छ त्यो काम चाहिँ हुनुहुन्छ कि एकदम दामी ढकालसे भन्ने हुनुहुन्छ, पुरा नाम खै नभनौँ होला। उहाँले चाहिँ रेस्टुरेन्टमा किचनमा त्यो दुबईमा झमझमवालाले फाल्छ नि त्यो आइफोन, त्यस्तो फाल्नुहुन्छ कि प्लेट फालेर किचनमै फुटाल्नुहुन्छ? अनि तपाईँ याङ सेफ भएर त्यो बारेबाट तपाईँले के भन्न चाहनुहुन्छ? तपाईँ अलिकति सर्टकटमा त्यसको बारे यदि तपाईँ त्यो किचनमा हुनुहुन्थ्यो अनि उहाँ सेफले त्यस्तो गर्नुहुन्थ्यो भने तपाईँको रियाक्सन के हुन्थ्यो होला? जस्तो पोजिटिभ सोचेर पोजिटिभ तपाईँले त्यस्तो गर्नु राम्रो कि नगर्नु राम्रो कि के भनाइ छ तपाईँको? त्यस्तो चाहिँ नगरौँ जस्तो लाग्छ मलाई चाहिँ। आइफोन फालिदिन्छ, आइफोन फुट्दैन। नेपालमा प्लेट धडाधड फुट्छ है, तर भाइरल भयो नि भिडियो चाहिँ। भाइरल भन्नाले पनि अब त्यही हिसाबले उनीहरूले कन्टेन्ट बनाएको पनि जस्तो लाग्छ मलाई चाहिँ। अनि नेपालबाट यहाँ ठुलो ठुलो सेफहरू आएको हुनुहुन्छ होइन? अनि नेपालमा 10 वर्ष 15 वर्ष 20 वर्ष गरेको सेफहरू पनि 1.5 लाखमा त नेपाली 1.5 लाख जतिमा काम गर्नुहुन्छ। अब तपाईँ हामी 2-3 वर्ष गरेर पनि यहीँ आएको छौँ, हामीहरूको सेलेरी सेम हुन्छ। यसको बारेमा के छ तपाईँको भनाइ? त्यसको बारेमा त अब जति छाती पिटेर म यस्तो सेभ हुँ त्यस्तो सेभ हुँ भनेर उहाँ फुर्ती लगाए पनि, तर यहाँ आएपछि चाहिँ त्यो होइन कि यहाँ आइसकेपछि होइन तपाईँको भनाइ चाहिँ के छ? अब तेरो धेरै एक्सपिरियन्स भएको सेफलाई धेरै सेलेरी दिने अनि कम एक्सपिरियन्स भएकोलाई कम सेलेरी दिने हुन्छ कि के हुन्छ तपाईँको ओपिनियन? तपाईँले त अब आफै 4-5 वर्ष इन्डियातिर गरेर यहाँ आएर पनि दामी 3 लाख सेलेरी खानुहुन्छ। अनि कसैले नेपालमा 15-16 वर्ष भयो नेपालमा इन्डियामा, अब अरू ठाउँमा गएर पनि त्यति लिन सकेको छैन। अनि के कारण होला यसको? त्यो त अब खै काम पनि गरिरहेको छ, अब भगवान्ले जोडाएको जस्तो लाग्छ मलाई है। अलिकति आफूसँग नि स्किल हुनुपर्छ कि पर्छ। मलाई चाहिँ त्यस्तै लाग्छ। त्यो चाहिँ डेफिनेटली तपाईँसँग छ र तपाईँले गर्नु सक्नुहुन्छ, छैन र त अब